वचन पढ्नुभन्दा अगाडि हामी यो रोमीको पुस्तकको सानो परिचय दिनेछौँ। यो रोमीको पुस्तक चाहिँ पावल प्रेरितले 10:10देखि 13 आशिष अनुग्रह अनि उद्धार चाहिँ हाम्रो के हो त, यसले त बृहत रूप लिन्छ क्या, ठुलो संसार ठुलो छ क्या। यसको चाहिँ हामी श्राप भन्छौँ नि, अनुमान गरौँ हामी मनमा श्राप भन्ने बित्तिकै त्यो चाहिँ के हो त, एउटा परिधिभित्र छ कि त्यो बढ्दैन, त्यो घट्नेमा हो। त्यो श्रापले चाहिँ मान्छेलाई के गर्छ, नष्ट पार्छ। आशिषले चाहिँ के गर्छ भने त हामी प्रत्येकलाई चाहिँ वृद्धि गर्छ। अनि त्यसै कारण चाहिँ हाम्रो प्रार्थना चाहिँ सदैव चाहिँ के भने शङ्का बिनाको, बिना शङ्काको, आफूले आफूलाई शङ्का गर्ने। मान्छे भन्छ नि मैले त प्रार्थना गरेको बिमारी नै निको भएन, किनभने ऊ आफैले शङ्का गरिरहेछ कि मैले प्रार्थना गरेको निको हुँदैन। कोरिन्थी भन्ने सहरमा चाहिँ बसेर चाहिँ रोमीहरूलाई चाहिँ लेखेको एउटा यो पत्र हो। यो चाहिँ ईस्वी सम्वत 55 चाहिँ यो पुस्तक चाहिँ पत्र लेखेर चाहिँ रोमीहरूलाई चाहिँ पावलले चाहिँ पठाएको छ। र यो आजको यो वचनको खण्ड चाहिँ रोमी 10:10देखि किनकि मानिसले आफ्नो हृदयले विश्वास गर्छ र ऊ निर्दोष ठहरिन्छ, अनि उसले आफ्नो मुखले स्वीकार गर्छ र उद्धार पाउँछ। धर्मशास्त्र भन्छ उहाँमाथि भरोसा राख्ने कोही लाजमा पर्ने छैन, किनकि यहुदी र अन्य जातिमा केही भेद छैन। उहाँ एउटै प्रभु, सबैका प्रभु हुनुहुन्छ र उहाँलाई पुकार्नेहरू सबैलाई आफ्नो प्रशस्त आशिष दिनुहुन्छ, किनकि प्रभुको नाउँ पुकार्ने हरेकले उद्धार पाउनेछ। आमेन। यो पुस्तकमा चाहिँ पावलले चाहिँ लेखेको कुराहरू हामीले सरस्वती आशिष अनुग्रह अनि उद्धार चाहिँ हाम्रो के हो त, यसले त बृहत रूप लिन्छ क्या, ठुलो संसार ठुलो छ क्या। यसको चाहिँ हामी श्राप भन्छौँ नि, अनुमान गरौँ हामी मनमा श्राप भन्ने बित्तिकै त्यो चाहिँ के हो त, एउटा परिधिभित्र छ कि त्यो बढ्दैन, त्यो घट्नेमा हो। त्यो श्रापले चाहिँ मान्छेलाई के गर्छ, नष्ट पार्छ। आशिषले चाहिँ के गर्छ भने त हामी प्रत्येकलाई चाहिँ वृद्धि गर्छ। अनि त्यसै कारण चाहिँ हाम्रो प्रार्थना चाहिँ सदैव चाहिँ के भने शङ्का बिनाको, बिना शङ्काको, आफूले आफूलाई शङ्का गर्ने। मान्छे भन्छ नि मैले त प्रार्थना गरेको बिमारी नै निको भएन, किनभने ऊ आफैले शङ्का गरिरहेछ कि मैले प्रार्थना गरेको निको हुँदैन।